यी राजावादी साजावादी के होइन नि खाओवादी हुन्। यिनीहरू के भनेर नारा लाउँथे? हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हिजो बेलुका पनि नानीटी अगाडि त्यही पो भन्दै रहेछ। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड भएर मार्दाखेरि यिनीहरू कहाँ गएको थिए? किन मरेनन् त? सबै झुटा बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने त्यो मण्डलीहरूको स्वभाव हो, बानी हो। झुटो कुरा गर्ने, जनता वर्ग ल्याउने, अल्मल्याउने, भ्रममा पार्ने। यिनीहरू कुनै उद्देश्य, महान उद्देश्यका लागि लडिराखेका छैनन्। साना स्वार्थका लागि सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्था, त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन्। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। 15 गते के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। समय थोरै भयो भन्ने, यति साथीहरू वडा वडामा गएर अरू जो पराजित साथीहरू छन् तिनीहरूलाई पनि लिएर, त्यहाँका पार्टीहरूलाई लिएर पार्टी परिचालन तपाईँहरू यति आफ्ना वडामा कति 359 वडा त तपाईँहरू मोबिलाइज हुनुहुन्छ। 359 भन्दा बाहिरका वडाहरू पनि मोबिलाइज गर्न सकिन्छ। यति मोबिलाइज गरेर जनता परिचालन हुँदाखेरि अनि कसले थाम्छ, कसले रोक्छ? त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, निर्देशन पछि आउँछ, तपाईँहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नु होला। भोलि यहाँबाट गएपछि आज प्रशिक्षण, भोलि प्रशिक्षण, जति बेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुहोस्। प्रशिक्षण सिद्धिएपछि 15 गतेमा ध्यान दिनुहोस्। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्। आन्दोलनमा यो प्रोटोकल सोटोकलका कुरा हुँदैन। यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ। आन्दोलनमा पनि यता र यता हुन्छ र सबै एकैतिर अगाडि बढ्छ। आन्दोलनमा हामी सबै त्यसअनुसार तयारी हुन्छौँ।